सबैजनालाई अनि तपाईलाई स्वागत छ मेरो युट्युब च्यानलमा न्यू डे न्यू भ्लगको साथमा गाइज। अनि म चाहिँ सधैँ फुल बोकेर हिँड्नुपर्छ के मैले मेरो फुल बिहानैबाट सुरुवात हुन्छ मेरो फुल बोक्नेबाट। अनि चाहिँ मैले सजाउनु पर्छ नि त गाइज। आज चाहिँ यहाँ हेर्नु न लिप्चुली डाँडा देखेकै छैन कि न त यस्तो राम्रो देखिन्छ नि होइन। यता जानुपर्छ कि म अनि यस्तो बाटो हिँडिरहँ आज म बाटो नगइकन सर्पले मेरो खुट्टामा टोक्दो भने त म गएँ नि बाबा। कस्तो आनन्द छ कि मेरो बोलीभन्दा तपाईँले चराको आवाज बढी सुन्नु भइरहेको छ होला नि। यस्तो लाङ्गुडो लाग्छ कि जहिले पनि यो लाङखुट्टे त। अनि यो फुलिसकेपछि किन यो नाक चिलाउने टाउको चिलाउने गर्छ, मेरो मात्र हो कि तपाईँहरूको पनि हो। यो फुल कस्तो राम्रो छ नि होइन, पिङ्क कलरमा। अनि मैले चाहिँ त्यहाँ रेड राखेर पिङ्क कलर चाहिँ एउटा आफ्नोमा सजाउन लिएर आउँछु। यस्तो हात दुख्छ एकैछिन भिडियो गर्दा भ्लग गराउँदा। माई गड, तपाईँलाई थाहा छ म कहाँ जाँदैछु भोलि भनेर। भोलि म घर जाँदैछु। सो ह्याप्पी गाइज होइन। कति दिनपछि जानु लाग्यो नि त। सो गाइज मैले पिङ्क कलर फुल ल्याएर यस्तरी सजाउँछु कि मैले यस्तरी। मेरो मोबाइलको क्वालिटी राम्रो नभएर पनि होइन, तर रियलमा यस्तो दामी देखिन्छ नि गाइज। तपाईँले यत्तिकै सजाउँछ फुल होइन, फुल जहाँ राख्दा पनि सुहाइहाल्छ कि। त्यस्तो त फुल नसुहाउने कोही हुँदैन नि, फुल जहाँ पनि राख्यो भने सुहाउँछ। म चाहिँ अब खाना खान जानु लागेको, भोक लाग्यो मलाई त है। हिजो त दसैँको दिन पनि के गर्नु, अरूको काम गरेपछि त बेलुका त आलु भुजिया के भने अब भोक लागिरहेको थियो, त्यही भएन अलिकति खाएर सुत्यो गाइस हिजो। अनि तपाईँहरूको दसैँ कस्तो भयो त? मेरो त अब घर पनि जानु पाएन, भोलि घर जाने। अनि ठिकै भयो होइन, दसैँको दिनमा एकचोटि भए पनि रातो टिका लाउन पाइयो, खुसी लाग्यो। अनि हिजो त सबैलाई ह्याप्पी दसैँ भन्दा यो टिकटकमा हालत खराब, दिमाग खराब भइरहेको थियो क्या मेरो त। सबलाई ह्याप्पी दसैँ भन्नु पऱ्यो क्या। अनि अहिले चाहिँ खाना खान जाँदैछु। के छ खाजा आज त मासु छ। कस्तो मासु खाने भन्दा हड्डीको मासु के। गेस्टले मासु खान्छ, हामी चाहिँ हड्डी मासु खानुपर्छ। खाना खाइरहनु भएको कतिवटा खाइरहनु भएको त त्यसरी खाना खान्छ। आज मासु छ नि त, त्यही भएर हो क्या हो छिटो होइन। मासु भएको बेलामा त मान्छे त 12 बजे नै यस्तो प्याक हुन्छ है। अनि कहिलेकाहीँ चाहिँ 1 बजे आउँछन् कि भात खाना पनि, कहिले गेस्ट भएर 2-3 बज्छ। त्यही हो, अब सधैँ त्यही नास कहाँ हुन्छ र नि, गेस्टको भर हुँदैन, जतिखेर पनि आइदिन्छन्। अनि कस्तो हो कि आँखा वरिपरि हिँड्ने यस्तो रिस उठ्छ मलाई यो। म त यतै आउनुपर्छ कि खाना खान, म सुत्ने क्वार्टरतिर नै गाइज। ल देखाउन सक्दिनँ, अलिकति लाज लाग्छ कि बोल्नु डर लाग्छ, त्यही भएर भोलि चाहिँ घर जाने। म यति खुसी छु नि घर जाने होइन, लास्ट खुसी छु कि म घर जाने भनेर। यहाँ पनि जिरे खुर्सानी, अब यो त पाकेको रहेछ होइन। यहाँ जिरे खुर्सानी कति ठुलो यो, यति धेरै जिरे खुर्सानी नि खाइ नसक्दो के जिरे खुर्सानी है। यो चाहिँ लगुन भिल्लाको साइडमा हो कि जिरे खुर्सानी। अनि उता चाहिँ हाम्रो बिल्डिङको छेउमा छ। म चाहिँ यता हाउसकिपिङलाई हेल्प गर्न आएको क्या। अनि ब्याक टु ब्याक गेस्ट हुनुहुन्छ अरे, त्यही भएर। दाइ कहाँ जान लानुभयो? कति रुम नम्बर कति? ए खोइ अब कतिमा बस्छन् गेस्ट थाहा हेर्ने होला नि।
अच्छा यो बिल्डिङमा आइसके ब्लक हाउसकीपिङ के हो रे कि आज हाउसकीपिङ भनेको त यस्तो हो कि गेस्टहरूले अब यसरी खाएर यसरी सुतेर मौज गरेर तिमीलाई वेलकम टु मेरो युट्युब च्यानलमा कपिल कहाँ हो रुममा लाग्ने कुन गेस्ट हो रुममा मलाई सरले पठाइरहेको अनि यहाँ अब यस्तो गरिमा मलाई रेडी रुम भइसकेको छ गाइस रेडी भइसकेको छ अनि यस्तो सुत्दिउँ जस्तो लाग्छ होइन अनि गाली गर्छौँ अब गाली गर्छौँ नि त अनि गाइस जहाँ त्यहाँ त्यति सिडी उक्लिँदा नि मलाई यस्तो थकाइ लाग्छ म वहाँ देवचुरी डाँडा गयो भने मेरो कुन हालत होला ल भन्नुहोस् त गाइस म त त्यहाँबाट सिधै लडीबुडी गरेर दलदल आइपुग्छु कहिले सिडी यस्तो अब उकालो ओह्रालोमा काम गरेको होइन नि त अहिलेसम्म अनि त्यही भएर गाइस म घर जाँदैछु मैले अझसम्म त 3-4 चोटि भनिसकेको होला घर जान्छु भनेर नि त भ्यूसँगै यता साइडमा देखाउँछु कि यो चाहिँ लिभिङ रुम भयो होइन तपाईँहरू लिभिङ रुम भयो यो चाहिँ तपाईँहरू पनि आउनुहोस् होइन रुम एकदम सस्तो छ है तपाईँहरूलाई प्याकेजहरू पनि छ अहिले दसैँको प्याकेज अफरहरू चलिराखेको छ अब छ कि होइन तिहारको लागि त छैन क्या हो छैन तिहारको लागि अहिले दसैँको लागि त अब तिहारको लागि अब पुरा चल्दैछ होइन अनि टक्क लाएर यसरी हेर्न कम मजा आउँछ ल हेर्नुहोस् म अघि त्यो बाटो आएको तपाईँले यहाँ मेरो भन्दा अरू कसैको आवाज सुन्नुभयो भने भन्नुहोस् है चरा एकचोटि ध्यान दिएर सुन्नुहोस् यस्तो कान ठाडो पारेर भोल्युम ठुलो बनाएर अनि एकदम आँखा चिम्म गरेर सुन्नुहोस् यहाँ चराचुरुङ्गीको आवाज यस्तो मिठो आउँछ मर्निङमा चाहिँ यस्तो मिठो आउँछ नि गाइस अहिले चाहिँ सायद सबै चराहरू भएको छ है ल सुन्नुहोस् मेरो भन्दा अरूको आवाज आएको छैन नि यस्तो राम्रो ठाउँ छ तपाईँहरूलाई होइन यो प्राइभेट भिल्ला हो नि त त्यही भएर प्राइभेट भिल्ला वरिपरि पुरै जङ्गलै जङ्गल तपाईँले नाइटमा त्यो स्यालहरू देख्न पाउनुहुन्छ अनि एउटा यहाँ बाँदर पनि आउँछ कि कहाँबाट आउँछ यो बाँदर यहाँ आएर पुरै हगेर जान्छ यार बाल्कनीमा अब मलाई निन्द्रा छैन मेरो परानो यो त पुरै हेर न निस्केर यो त निस्किँदो रहेछ के ए यो ल्याउ त चुक्क लाउनु लगाएको त त्यो कस्ने खाले हुन्छ के रुम त मिलाएर भइसक्यो रहेछ त सरले मलाई पठाएर अनि यो चाहिँ वासरुम भयो वासरुम गाइज म चाहिँ हाउसकिपिङमा आएर बेड मिलाउन लागिसकेको छु अब म चाहिँ मास्क लाउँछु कि मेरो नाक चिलाउँछ फेरि उसै त नलाए पनि नाकमा कान चिलाएकै हुन्छ किनभने मलाई तर केही पनि थाहा छैन यहाँ राख्ने हो त्यसलाई यहाँ होइन यसमा राख्यो कि यसमा राखेन यहाँ ओके यहीँ राख न यसमा ओके बेडसिटमा सबै राख्नु अब भनेको हामी यहीँ सायद एकछिन भयो भने
खै केको दाम कस्तो केको चप्पलको यो हिजो टिका लाएर 500 रुपियाँ पाएर त 500 पाएको त्यो नगले मलाई भन्ने मान्छे छ नि यार म त बाहिर बसेर नि भित्रको सब थाहा पाएँ त्यस्तै टिकटक भित्र हेरेर बसेर नि बाहिर सब थाहा पाएँ राति भाइरल भएर के गर्छ के भन्नु यता पुगेन मलाई पनि आउन तर अलिअलि सिकेको यहाँ आएको जस्तो बेड अनेक अरू कुनै होटलहरूमा हुँदैन होइन हेरिरहेको छ मेरो घर बसी बसी हाउसकिपिङको काम सिक्न सक्नुहुन्छ भनौँ न घर बसी बसी होइन काममा आएर बसी बसी काम सिक्न सकिन्छ यहाँ चाहिँ अब त मोबाइलमा हेरेर सिकिहाल्छ नि त अरूमा चाहिँ थाहा भएन मैले हाल्छौ हिजो हालेको अस्ति 2-3 दिनपछि हालेको दसैँ भनेर हालेको गरेर केही कुरा नि नबुझ्नु अनि म युट्युबमा सर्च गरेर हेर गयो भने दिदीलाई भाइरल सोध्छु हुने कसरी हाउ टु भाइरल भनेर भाइरल हुनु मन छ दिदीलाई हातमा गेस्ट आएको भने फेरि 3 रुम मात्रै हो त्यही पनि एउटै फ्यामिली हो तिनीहरू चेकआउटहरू भएन अस्ति गेस्टहरू आएन चेकआउट गेस्टहरू आएन अरू चेकआउट भयो के भयो कतिवटा दिन क्लब रुममा 2 जना हल्का यत्रो पल्लो नगरबाट ए दसैँको माहौल पाहुनाहरूलाई कस्तो देखियो यो पनि निकाल्ने हो सबै निकाल न त्यो यो पनि ओके यार सबै निकाल है सानो सानो जस्तो लागेको यता छुट्टीमा हो अहिले आज बेलुका तिम्रो टिका थिएन थियो नि यही टिका लाग्यो किन अस्ति तिजको जस्तै गर्ने फेरि माया छ फेरि दुईजनै गइदियो है तिहारमा जाने होला नि त तिहारमा चाहिँ हेर होइन यहाँ राम्रो एउटा देखे छैन होइन अँ नत्र त यस्तो राम्रो हुन्छ अहिले पछि लिएर आउँछ कि मिराएको जस्तो यहाँ राम्रो छ बेड यो अरू खाइको हुँदैन यहाँ राखेको छ कि नपुगेको यहाँ अनि यस्तो राम्रो देखिन्छ यो रेडी भइसकेपछि अझै यहाँ पुरै यहाँ मिलाउन छ वरिपरि बढाल्नु छ अनि मैले चाहिँ हिजो के अरे यो रेडी गरेर अनि बिताइदिएको भनेको थिएँ नि त गाइस अनि यहाँ रहेछ मलाई टिका लाउनु मन लाग्यो कि मलाई रातो देखेर लगाइदिन्छु म त म आफैलाई आशीर्वाद दिन्छु ल त भाग्यमानी भएस् नि आँटेको भनेको पुरा भएस् अरूले भनेको मानिस म्यानेजर अनि म्यानेजरहरूले जिएमहरूले भनेको मानिस ज्ञानी भएस् गेटबाट भित्र ज्ञानी भएस् गेटबाट बाहिर गए अलि थाहा हुँदैन त्यो थाहा भएन गेट बाहिर गएर अलि म अलिकति त्यो खुरेँ कि चकचकै छुरेँ अनि भित्र आएपछि म ज्ञानी हुन्छु रे
अनि लखर नटुलिस नढाटेस म्यानेजरहरूलाई हैन। अनि धेरै पैसा कमाइस्, चौधरी जस्तै धनी भएस्, चौधरी भन्दा नि अलि डबल त्रिबल धनी भएस्, आशीर्वाद लागेस्, चौधरीको बादले मोटाएस्, निरोगी भओस्, कहिले पनि दुःख नपरोस्, अनि कहिले पनि दुःख नपरोस्, अनि निरोगी हुनु, सधैँ हिँड्दा ठेस नलागोस्, बोल्दा वचन नलगाओस्, अनि दुबो जस्तै मौलाओस्। यो चाहिँ हाम्रो जमरा है गाइज, हिजो हामीसँग जमरा राखेको छ नि त, दुबो जस्तै मौलाइस गाइज। मेरो आशीर्वाद हेर्नु कति लामो छ। अनि लाइफ पार्टनर एकदम राम्रो खोजेस्, धनी भएको नभए नि मनको सफा हुनु, रक्सी खाएर नपिउनु, रक्सी खाने ज्वाइँ नपरोस्, मेरो आमालाई सबैलाई माया गरोस्, यही भन्न चाहन्छु। मैले चाहिँ यसमा के राखिदिएको छु भन्नु न, आइस राखिदिएको कि यो प्लान्टमा। यसलाई यहाँ पानी नरहेछ नि त, अनि कहाँ हाल्ने जस्तो लागिरहेको थियो, अनि आइस मैले यहाँ राखिदिइसकेको छु गाइज। ल अब अलि दिन हाल्नु पर्दैन, यसरी गऱ्यो भने अनि सिधो भएन, यसरी ल मैले पानी हालिदिइसकेँ, अब मर्दैन त्यो। Thanks for watching. Please subscribe.